सपना र त्यागको एउटा यस्तो कथा जुन सायद लाखौं मानिसहरू हरेक दिन बाँचिरहेका छन्। यो उनीहरूकै कथा हो जसले राम्रो भविष्यको लागि आफ्नो घर, परिवार र कहिलेकाहीँ त आफ्नो पहिचान समेत पछाडि छोड्न बाध्य हुन्छन्। लाउनुहोस् आज यही यात्रालाई अलिक नजिकबाट निहालौं। यो प्रश्न सायद हाम्रो आजको कथाको मुट्टु हो। साँच्चै एउटा सपना पूरा गर्नको लागि कतिसम्म गुमाउन सकिन्छ र अन्तिममा के त्यो चुकाएको मूल्य साँच्चै लायक हुन्छ त? यही प्रश्नले हामीलाई हाम्रो पात्र अर्जुनको हरेक पाइला र निर्णयलाई बुझ्न मद्दत गर्नेछ। हरेक ठूलो यात्राको सुरुवात एउटा सानो कदमबाटै हुन्छ। हाम्रो कथाको यात्रा पनि नेपालको काखमा लुकेको एउटा सुन्दर सानो गाउँबाट सुरु हुन्छ, जहाँ अर्जुन नामका एक युवकले आँखामा ठूला ठूला सपनाहरू सजाएका थिए। देख्दा त कति सुन्दर हैन? तर यी हरिया खेतबारी र सुन्दर पहाडहरूको पछाडि एउटा कठोर वास्तविकता पनि लुकेको थियो। अर्जुनको परिवार गरिब थियो, तर उसको सपना भने आकाश जस्तै फराकिलो थियो। बुवा शहरमा मजदुरी गर्नुहुन्थ्यो, आमा घर सम्हाल्नुहुन्थ्यो र यही सुन्दरता र सङ्घर्षको बीचमा उसको सपना हुर्किरहेको थियो। यी शब्दहरू यो खाली एउटा सल्लाह मात्र थिएन। यो त एउटा बुवाको आफ्नो छोराप्रतिको आशा थियो, सपना थियो। उहाँ चाहनुहुन्थ्यो कि अर्जुनको भविष्य उहाँको वर्तमानभन्दा धेरै राम्रो होस् र यही कुरा अर्जुनको प्रेरणाको सबैभन्दा ठूलो स्रोत बन्यो। तर पढाइले मात्रै कहाँ सबै ढोका खोल्दो रहेछ र? यो कुरा अर्जुनले चाँडै नै बुझ्यो। एकपछि अर्को अन्तर्वार्तामा असफलता, कतै काम पाइहाले पनि एकदमै कम तलबको प्रस्ताव, अवसरको कमी, अनि यता गाउँका साथीहरू एक एक गर्दै कतार, दुबई, मलेसिया जान थालेपछि परिस्थितिले उसलाई एउटा ठूलो र निकै कठिन निर्णय लिन बाध्य बनाइरहेको थियो। र आखिरमा त्यो क्षण पनि आयो। अर्जुनले एउटा यस्तो निर्णय गर्यो जसले उसको जीवनको बाटो नै बदल्नेवाला थियो। उसको भविष्य यो देशमा होइन, परदेशमा छ। तर यो निर्णयसँगै आउने त्यागको मूल्य कति ठूलो हुन्छ भन्ने सायद उसले कल्पना पनि गरेको थिएन। तर यो यात्रा अर्जुनको मात्रै थिएन के, यो त उसको पुरै परिवारको त्याग र बलिदानको यात्रा थियो। छोराको सपना पूरा गर्न बुवाले आफ्नो पुर्ख्यौली जमिनको सानो टुक्रा बेच्नुभयो र आमाले आफ्नो अन्तिम सहारा, त्यही एकजोड सुनको मुद्रा दिनुभयो। आमाको आँसुमा आशा पनि थियो अनि डर पनि। यो विदाईको क्षणले त्यो सपनाको भावनात्मक मूल्यलाई कति प्रष्ट पार्छ, जुन पैसाले सायद कहिल्यै तिर्न सकिँदैन। सपनाको रङ्गीन संसार छोडेर अब हामी वास्तविकताको कठोर भूमिमा प्रवेश गर्दैछौँ। अर्जुनले सोचेको जिन्दगी र भोगेको जिन्दगीमा आकाश जमिनको फरक थियो। सोचेको के थियो, भयो के। सपना र यथार्थ बीचको खाडल निकै गहिरो थियो। सजिलो जीवनको सपना देखेको थियो, तर बागमा पर्यो दिनको 12-14 घण्टा त्यो तातो घाममा काम। राम्रो पैसा कमाउने आशा थियो, तर हात लाग्यो मालिकको दबाव र महिना कटेपछि पनि ढिलो आउने तलब। सायद परदेशको सबैभन्दा ठूलो पीडा नै एक्लोपन हो। दिनभरिको थकानपछि जब ऊ त्यो 6-7 जना कोचिएर बस्ने कोठामा फर्कन्थ्यो, उसलाई आमाको माया, बुबाको आवाज र घरको आँगनको यादले नराम्रोसँग सताउँथ्यो। यो एउटा सानो वाक्य, आमा म ठिक छु, यसले परदेशीहरूको कति धेरै नबनिएका पीडाहरूलाई समेट्छ होला है। काममा चोट लाग्दा पनि आमालाई चिन्ता होला भनेर उसले झुट बोल्यो, आफ्नो पीडा लुकायो ताकि घरमा कोही दुखी नहोस्। अब कथा एउटा यस्तो मोडमा पुग्छ जहाँबाट फर्किने कुनै बाटो थिएन। एउटा फोन कलले अर्जुनको जिन्दगी सधैँको लागि बदल्न लागेको थियो। एक दिन घरबाट फोन आयो, बाबु बुबा बिरामी पर्नुभयो। यो खबर सुनेपछि ऊ तुरुन्तै घर फर्कन चाहन्थ्यो, तर कम्पनीले छुट्टी दिएन। ऊ परदेशको बन्धनमा यति नराम्रोसँग जकडिएको थियो कि आफ्नो जन्मदिने बुबालाई अन्तिम पटक भेट्न जाने अनुमति पनि पाएन। फोनमा बुबाले दिएको यही आश्वासन, छोरा चिन्ता नगर, म ठिक हुन्छु, अर्जुनले सुनेको अन्तिम आवाज थियो। यी शब्दहरू उसको कानमा सधैँका लागि गुन्जिरहने थिए, एउटा अधुरो भेटको पीडा बनेर। केही दिनपछि फेरि फोनको घन्टी बज्यो। समय रोकिएको जस्तो भयो। कहिलेकाहीँ मौनता शब्दभन्दा धेरै शक्तिशाली हुन्छ र त्यो फोन उठाउनु अघिको मौनताले सायद सबैभन्दा नराम्रो खबर बोकेर ल्याएको थियो। फोनबाट आवाज आयो, बुबा रहनु भएन। त्यो क्षण अर्जुनको संसार नै भत्कियो। ऊ चिच्याउन चाहन्थ्यो, तर उसको आवाज निस्किएन। उसको वरिपरि कोही थिएन जसले उसलाई सम्हाल्न सकोस्। ऊ आफ्नो दुःखमा नितान्त एक्लो थियो, हजारौं माइल टाढा।
तर बुबाको मृत्युले उसलाई तोड्नुको सट्टा अझै बलियो बनायो। अब ऊ आफ्नो लागि होइन, आफ्नो परिवारको जिम्मेवारी पूरा गर्न बाँचिरहेको थियो। उसको पसिनाको हरेक थोपा अब उसको कर्तव्यको प्रतीक बन्यो। वर्षौंको अथक मेहनतपछि कथाको अन्तिम अध्याय सुरु हुन्छ। अब अर्जुनको घर फर्कने समय आएको छ, तर त्यो घर अब पहिले जस्तो थिएन। वर्षौं बिते। अर्जुनले दिनरात काम गर्यो, हरेक दुःख र पीडा सहेर पैसा कमायो। उसको जिन्दगीका कैयौं वसन्तहरू त्यही परदेशको तातो मरुभूमिमा बिलाए। यो दृश्यले कथाको सबैभन्दा तितो सत्यलाई उजागर गर्छ। उसले भौतिक रूपमा त सबै कुरा हासिल गर्यो, एउटा राम्रो घर, थोरै सुख सुविधा, तर जुन मान्छेको लागि उसले यो सब गरेको थियो, वहाँ बस्ने कुर्सी नै खाली थियो। त्यो खाली कुर्सीमा बसेर अर्जुनले मनमनै भनेका यी शब्दहरू सायद उसको सम्पूर्ण यात्राको सार हो। उसले जिन्दगीको दौड त जित्यो, तर समयसँग हार्यो, र यो एउटा यस्तो पश्चाताप थियो जसलाई कुनै पनि कमाइले कहिले भर्न सक्दैन थियो। त्यसैले परदेशी जिन्दगीको अर्थ पैसा र प्रगति मात्र होइन, यसको वास्तविक अर्थ त त्यागमा, आँसुमा र कहिल्यै पूरा नहुने भेटघाटहरूको त्यो लामो प्रतीक्षामा लुकेको हुन्छ। र अन्त्यमा अर्जुनको कथाले हामीलाई यही गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। के कुनै सपना साँच्चै यति ठूलो हुन सक्छ जसको लागि हामीले आफ्नो सबैभन्दा बहुमूल्य समय र सम्बन्धलाई नै गुमाउनु परोस्? यो प्रश्नको जवाफ सायद सबैको लागि फरक होला।